कृषिको उत्पादन र उत्पादकको अभिवृद्धिका लागि कृषिको व्यवसायीकरण, औद्योगिकरण र आधुनिकीकरण गर्न स्वदेशमै कृषि उद्योग स्थापना गर्दै उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, अन्तर्राष्ट्रिय गुणस्तरमा प्रतिस्पर्धा गर्दै निर्यात प्रवर्धन गर्ने भावी लक्ष्य सहित एसोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री आँटी नेपालले महत्वाकांक्षी उद्घोष गरेको छ। नेपालभर छरिएका कृषि प्रविधि, औजार, सामग्रीहरू, कृषि उपकरण, मल, बिउ बिजन लगायतका कृषि उत्पादनसँग सम्बन्धित व्यवसाय गर्ने स्वदेशी उद्योग एवं उद्यमीहरूलाई एकीकृत गर्दै मैदानमा होमिएको आँटी नेपाल स्थापना भएको छोटो समयमै आफूलाई सक्रिय गराउँदै प्रथम वार्षिक साधारण सभा मार्फत यस्तो महत्वाकांक्षी उद्घोष गरेको हो। सभालाई सम्बोधन गर्दै आँटी नेपालका आँटिला अध्यक्ष खोजराज कटवालले संस्था गठन भएको करिब 7 महिनामा छोटो समयमै संस्थालाई सक्रिय गराउँदै प्रथम वार्षिक साधारण सभा गर्न सफल भएको भन्दै यसबाट पाएको ऊर्जालाई शक्तिमा बदल्दै गफ होइन काममा परिणत गरी देशका लागि केही समयभित्रै कृषि मार्फत समृद्ध बनाउन सकिने भनाइ थियो। अब यो छोटो समयमा हामीले संस्था दर्ता गरेको करिब 7 महिनाको दौरानमा आज पहिलो ऐतिहासिक एउटा कार्यक्रम हामी गर्न सफल भएका छौँ। यो कार्यक्रमले जुन एउटा ऊर्जा दियो, जुन एउटा रगत सञ्चारमा चाहिँ जुन एउटा चाहिँ स्पिड चाहिँ थप्न सक्यो, यदि हामीले काम गर्न पाएनौँ भनेदेखि हामीलाई ब्लड प्रेसर लाग्न सक्छ। तर हामी त्यो ब्लड प्रेसर लाग्नुको साटो हामी त्यो चाहिँ यो उम्लेको रगतलाई चाहिँ हामी काम गरेर यो देशको लागि केही समयभित्रमा यो देशलाई कृषि मार्फतबाट चाहिँ समृद्ध बनाउनको लागि हाम्रो यो ऐतिहासिक टिम छ यहाँ। यो टिम र यो टिम मिलेर चाहिँ हामी त्यो काम गर्न सक्छौँ। 1 सक्छौँ, 2 सक्छौँ, 3 सक्छौँ। नसक्ने भन्ने कुरो मान्छेले चाह्यो भने असम्भव भन्ने कुरो छँदै छैन। यति काम हामी गरेर चाहिँ देखाउँछौँ। हामीले गर्नु छ। हामीसँग समय पनि थोरै छ। हामी एक हिसाबले चाहिँ हाम्रो उमेरको पनि लिमिटेसन छ। त्यसकारणले गर्दाखेरि हामीसँग अन्य इन्तु परन्तु गर्ने हामीसँग कुनै छुट पनि छैन। अध्यक्ष कटवालले नेपालमा कृषि उद्योगका सम्भावना, चुनौती र अवसरहरू सहित आँटी नेपालका गतिविधि र भूमिका बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। कोही यही चाहिँ नेपालमै चाहिँ विभिन्न चाहिँ पेसा व्यवसायबाट चाहिँ के अरे काम गर्दै नेपालका विभिन्न सेक्टरमा चाहिँ उत्पादनको सेक्टरमा काम गरिराख्नु भएका साथीहरू हुनुहुन्छ र यी प्रविधि, सामग्री, औजार, उपकरणहरू चाहिँ हामीले नेपालमा बनाउन सक्ने हो भनेदेखि धेरै चेन्ज हामी नेपालको कृषिमा गर्न सक्छौँ। यो एउटा चाहिँ आत्मविश्वास, यो एउटा